Hey guys, welcome back to my YouTube channel again. Today we are going to our Mamala. मम्मी ढोका जानु भयो यहाँ हाम्रो बाबु हुनुहुन्छ छोरीलाई मम्मीले बोक्नु भयो यता चाहिँ बाबु र म मेरो क्यापले यता हाँस्नु होला गाइस मैले मेरो बाबुको क्याप लगाएको हो घामले खोलेर मेरो नानी त पछाडि आउँदै हुनुहुन्छ वाउ गाइस enjoy the view फाइनली मामालाई आइपुग्यो गाइज लोटियो हाम्रो मामालाई त अब यहाँबाट यो टाइम लाग्दैन 1 मिनटमै मामालाई पुगिन्छ गाइज उतै गएर भेटौँ ल नानी किन उ गरेको छ्याना आयो भन्दा त माछा मार्दै थियो अरे खोलामा कस्तो फिल भयो कति महिना हामी 6 महिनापछि आयौँ है मम्मी मम्मीको माइत छोरीको बुढो मामाला ए बुढो मामाला बुढो मामाला हाई बैसी हामी आयौँ हेलो बाख्रा हामी आयौँ फाइनली आइपुग्यो गाइज फाइनली आइपुग्यो आइपुग्यौँ हामीहरू आइपुग्यौँ हाम्रो गाइजहरू भइरह नानी भदिनीलाई 7 महिनापछि बोक्न पाउँदा तर भदिनीको के भइजिन यस्तो मुखमा नहाले बन्छ के 7 महिना नि न्यू इयरमा त यही हुनुहुन्थ्यो नि सँगै सानी पुकु ये को मेरो छोरी चाहिँ यहाँ दिदीहरूसँग खेलिरहेछ है बल्ल माने ल बस भाउजूहरू आएर खानासाना खाएर हामी चाहिँ सबैजना बसिरहेको छौँ भाउजू हामी यता आएर टुक्न जान्छ छन् अहिले यता आजकल त अझै रहेछन् यतातिर त भाउजूहरू चाहिँ यहाँ आरू खाने भनेर आउनु भएको छ आरू त त्यस्तै हो मान्छे सानी नानी फेरि रोएर बल्ल अहिले फर्के अहिले त हाँसी छ नक्कली आरू चाहिँ यहाँको चिकनको छैन कि राता राता रहन त्यही आरू खाना हामी चाहिँ यहाँ चाहिँ दिदीहरू यहाँ कागतीहरू लाउनु भएको छ बोटमा म बोले त सुने छैन होला त्यही पनि यस्तो बोल्दैछ त्यो छाने के को हाँस्ने भाउजूले चाहिँ गर्नुभएको छ अलिकति त्यो हिजो पसल होटल आएको किन त्यो उ गर्नलाई ए त्यो त्यसमा हालेर खानालाई चाहिँ कति यहाँ कागती अब
गयौँलाई बोटै यहाँ नुगिसक्यो धेरै कागती मामाको घर बोले अनि सबिनालाई के भन्ने चाहिँ कागती टिपिरहनु भएको सबिनालाई पनि छेमा भन्ने हो के मलाई के भन्ने अरे यता हेर त ए मैले छेमा भन्ने सबिनालाई चाहिँ दुईटा ट्विन्सहरू छन् ट्विन्सहरू गरेको थाहा भयो यसलाई के भन्ने हो यहाँ चाहिँ नन्दा भाउजू यहाँ कागती पाएर यति खुसी हुनु भएको छ कुरै नगर अब यो अस्ति 1 किलो राखेको त्यहाँ के अरे गाडीबाट नानी है रसै नै भनेको कस्तो फिल भइरह यहाँ माल आएर भन्नु त एक शब्दमा फिल भइरह म फेरि भ्याकेसनमा जाँदैछु असार महिनामा चाहिँ मामालाई एउटा कुरा विचार गर्नुभयो हामी के अरे अस्ति मङ्सिर महिनामा पनि के अरे 21 गते आएको थियौँ आज जुन 21 गते आयौँ कि ठ्याक्क 7 महिना पुस माघ फाल्गुन चैत वैशाख जेठ 6 महिनापछि ठ्याक्क नानी चुत्रो हेर्नु त ऊ यहाँ त कति खुसी चुत्रो होइन चुत्रो भन्ने होइन यो त भाउजूले फेरि यसलाई चुत्रो रे अब यो बुढी बगेनाको उसलाई त गेडालाई चुत्रो रे कोही फेरि यहाँ कागतीमा रमाएर किसिन्छ हाम्रो नानी त झन् कागती भन्छ हुरुक्कै हो जे गर्दा नि खाना मात्र कागती चाहियो मासुमा पनि कागती खान्छ नानीलाई यहाँ सानो मान्छे केही हुन्न हामी सबै टिपेर लाने मिठो छ कागती दिनुहोस् त दिनुहोस् रे दिनुहोस् यता ल्याउनुहोस् त रमाइलो लाग्छ मलाई त हामी चाहिँ यहाँ बसिरहौँ भाउजूहरू चाहिँ यहाँ कागती टिप्दै हुनुहुन्छ सानो मान्छे कागती चाहिएमा मलाई सम्पर्क गर्नु होला ल यहाँ सानो मान्छे चाहिँ रोएर फेरि अरू त मस्ती रहेछन् कि त जे पनि पाउने कि गाउँ घरतिर हेर्नु यति कुरा चाहिँ राम्रो लाग्छ मलाई केही कुरा नि खानु पर्दैन यहाँ चाहिँ भाउजूले छ्याप्दिएर यस्तो छ भिडियो बनाइदिए यत्रो बेर लाएर हामीलाई छ्याप्दिएर होइन हेपेर यस्तो छ आँसु पनि आउनु के हामी त पुरा भ्लगको साथमा हो के अरू यहाँ कति ठुल्ठुला छ दुई बनाएको मलाई कति बोक्नु मन लाग्यो नानीलाई नानी फेरि मान्दै अब त कहिले काहीँ अहिले हामी चाहिँ दाइको घर आइसक्यौँ दाइको घर फेरि पुरै मल जस्तो छ यत्रा भइसक्यो हाई भन्नु आमा मिल चलाउँदै हुनुहुन्छ जय नेपाल सर जय नेपाल एउटा बुढो ब्याग किन्यौ न 35 रुपैयाँ ल के अरे नानी फेरि भन्नु त एउटा लाउरे भन्नी भाउजू तिमी बहिनीले हेर्नु है बहिनीले जिरोबाट गर्नुपर्छ जे चिजको नि जिरो भने के जिरो रे त राम्रो भन्ने वाउ दाइको घर जिरोबाट स्टार्ट भएर दाइले यत्रो घर हाल्नु भइसक्यो अब दुबलाहरु नि त आप लाउन मिल्यो त्यो माथिले चिलाउन मिल्यो A few moments later. हामी चाहिँ यहाँ भाउजू घर अब सुत्न लाग्यो सुत्न लाग्यो अब चाहिँ यहाँ सबैजना यता छन्